नमस्कार सबैलाई। म विष्णु गौडेल विदेशबाट अहिले जापानमा छु र अहिले हाम्रो देश नेपालमा निर्वाचन हुन गइराखेको छ फागुन 21 गते। त्यसको लागि अब जनताहरूले के गर्नुपर्छ त अबको निर्वाचनमा, कसलाई भोट दिने त हैन भन्ने सबैलाई चासो जिज्ञासा छनौटको एउटा अप्ठ्यारो महसुस भइराखेको अवस्था छ। किनभने सधैँ नेपाली जनताहरूले अहिलेसम्म काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जनमोर्चा लगायतलाई भोट हाल्दै आइराखेका थिए। 2046 सालको आन्दोलनदेखि 62-63 को जनआन्दोलन, जनयुद्ध लगायत क्रान्ति, यी ठुला ठुला क्रान्ति हुँदा पनि देशमा विकास हुन सकेन। देशले कोल्टो फिर्न सकेन। जुन जनताको आशा थियो 46 सालको जनआन्दोलनपछि जनताको आत्मशासन र जनताकै म्यान्डेटबाट निर्वाचित एउटा सरकारले जनताका आवश्यकताहरू, जनताका चाहनाहरू पुरा गर्छ भन्ने सोचेका थिए, तर त्यस्तो हुन सकेन। 46 सालको जनआन्दोलनपछि सरकार बन्यो र त्यसले पनि काम गर्न सकेन र त्यहाँ 52 सालमा जनयुद्धको घोषणा गर्यो माओवादीले। त्यस पछाडि फेरि देश एउटा द्वन्द्वको स्थितिमा सिर्जना भयो र त्यो जनयुद्धले एउटा 7-8 वर्ष पिरियड खायो र त्यो बिचमा पनि यी नेताहरू काङ्ग्रेस एमालेहरू अब विद्रोह, माओवादीले विद्रोह गर्दैछ, जनयुद्ध गर्दैछ भनिसकेपछि त्यहाँ सुध्रेर एउटा जनताको पक्षमा काम गरेको भए माओवादी आन्दोलन एउटा बृहत रूपमा ठुलो हुन सक्ने थिएन र एउटा जनताको त्यो विद्रोहलाई ठुलो रूपमा बनाउनु पर्ने आवश्यकता पनि थिएन। तर त्यसको परिणामस्वरूप अर्थात् जनताको भावना अनुसार 46 सालपछि बनेका सरकारहरूले काम गर्न सकेनन्। भ्रष्टाचारमा लिप्त भयो सरकारहरू। जनताको इच्छा र चाहना अनुसारका विकास निर्माणका कामहरू लगायत हुन सकेनन्। त्यसकारणले जनयुद्ध एउटा भयङ्कर रूपमा गति लिँदै गयो र माओवादी आन्दोलनले एउटा अलि ठुलै रूप लिन गयो र भीषण युद्ध भयो माओवादी र सरकारको बिचमा र एउटा अन्त्यहीन जस्तो अवस्थामा पुग्यो र एउटा जब राजाले कु गरे हैन, सरकारलाई कु गरे र त्यस पछाडि एउटा माओवादी र यी 7 दल भन्ने नेताहरूको बिचमा सहमति भयो र अनि एउटा संयुक्त रूपमा आन्दोलन गर्ने भन्ने कुराको हिसाबले एउटा गति लियो र 62-63 को आन्दोलन सफल हुन सक्यो। माओवादी पनि एउटा हिंसात्मक एउटा जुन विद्रोह थियो त्यो विद्रोहबाट एउटा ल्यान्डिङको अवस्थामा आयो र यी पुराना पार्टीहरूलाई पनि एउटा शाही सरकारले जुन अपदस्थ गरेको थियो र त्यसलाई पनि पुनर्निर्माण अर्थात् फेरि पुनर्ताजगी अर्थात् तरिकाले एउटा जनतामा जाने बाटो निर्माण भयो। 62-63 को आन्दोलन, व्यापक आन्दोलनपछि त्यो खालको वातावरण बन्यो। अब मैले राजनीति बुझ्न थालेको 2056-57 सालदेखि हो, जब म इन्टरमिडिएट कलेजमा पढ्दै थिएँ, इन्टरमिडिएटमा पढ्दै थिएँ, आइएमा पढ्दै थिएँ। त्यस पछाडि जब मैले राजनीति बुझेँ, त्यस पछाडि मैले यो अहिलेको राजनीतिलाई सूक्ष्म तरिकाले हेर्दै आइराखेको छु र म विभिन्न समयमा एउटा आन्तरिक रूपमा सक्रिय रूपमा पनि अलिअलि केही हिसाबमा राजनीति गरेको मान्छे हो हैन। त्यस हिसाबले बुझ्दाखेरि अब यी जनताका अनुसार काम भएकै छैन नि। अब कहिले हामीले अब एमालेलाई पनि भोट हालियो होला, कहिले काङ्ग्रेसलाई पनि भोट हालियो, माओवादीलाई पनि भोट हालियो हैन। गर्दै जाँदाखेरि अब विभिन्न दलहरूमा भोट हाल्दै आइयो, किनभने हाम्रो
चाहनाअनुसार काम नभइसकेपछि, हाम्रो इच्छा चाहनाअनुसार काम हुन नसकेपछि हामीहरूले मन परिवर्तन गर्ने र एउटा मत परिवर्तन गर्ने भन्ने कुरो त हुन्छ नै होइन। त्यो एउटा सचेत नागरिकले गर्छ नै। एउटा सचेत नागरिक छैन भने त त्यसले त मन पनि परिवर्तन गर्दैन, मत पनि परिवर्तन गर्दैन। तर सचेत नागरिक र सचेत जनता छ भने त्यसले मत पनि परिवर्तन गर्छ, मन पनि परिवर्तन गर्छ। किनभने कुनै पनि कुराबाट लक्ष्य लिएका कुराबाट त्यसले प्रतिफल दिन सकेन भने त्यसैमा टाँसिराख्नुको अवस्था त छैन होइन। त्यही बसिराख्ने कुरो त हुँदैन। त्यो सोचाइमा परिवर्तन गर्नुपर्ने हुन्छ। एउटा विकल्पले काम गरेन, अर्को विकल्पमा जानुपर्ने हुन्छ, अगाडि बढ्नुपर्ने हुन्छ। त्यसरी नै यहाँ भन्ने गरिन्छ राजनैतिक सिद्धान्त एउटैमा अडिने, हिजोको एउटैमा अडिने भन्ने हुँदैन। सिद्धान्तको अहिले बस छैन नेपालमा। सिद्धान्त भन्ने कुरो नेपालमा अहिले लागू हुँदैन। कुनै पनि सिद्धान्तले काम गरेको अवस्था छैन। अहिले नेपालमा चाहिएको भनेको नेपाल सिद्धान्त हो। अहिले बेसिकल्ली नेपालमा कुनै पनि संरचनाको, कुनै पनि विकासको, कुनै पनि क्षेत्रमा एउटा राम्रो गति लिन नसकेको अवस्थामा नेपालको लागि सिद्धान्त भनेको के हो त भन्दाखेरि जग बसाउने नै सिद्धान्त हो। एउटा स्थायित्वको जग, सुशासनको जग, भ्रष्टाचार नियन्त्रणको जग हो। यो खालको बस हुनुपर्छ नेपालमा। अहिले 5-7 वर्षलाई, 8-10 वर्षलाई हामीहरूले गर्ने भनेको नेपालको एउटा जग बसाल्ने काम गर्नुपर्छ। विकास निर्माणको जगदेखि लिएर हरेक कुराको राम्रो सिस्टमको कुरो हो। सिस्टम बसाल्ने कुरोलाई ल्याउँदाखेरि हामीले सिद्धान्त हेर्नु पर्दैन। सिद्धान्त भनेको एउटा दीर्घकालीन हुन्छ। फेरि सिद्धान्त निकाल्नै पर्यो भने पनि हामीले नेपालकै सिद्धान्त अरू देशमा लागू हुने गरी। कार्लमार्क्सले बनाएको सिद्धान्त हामीलाई के काम अब नेपालमा? माओले बनाएको सिद्धान्त के काम? त्यसैले समाजवाद, पुँजीवाद, यी वाद भन्नेतिर हामी नजाम कुनै पनि वादमा। अहिले नेपालवादमा गएर टेक्दाखेरि, हेर्दाखेरि अहिले नेपालमा चाहिएको भनेको सुशासन, विकास, समृद्धि होइन। एउटा यो गुड गभर्नेन्सको कुरो छ, यो चाहिन्छ। र अब अहिलेको अवस्थामा गुड गभर्नेन्स अब कुन पार्टीले दिन सक्छ त भन्ने कुरा आउँछ। चुज गर्दाखेरि जनताले कसलाई चुज गर्ने त भन्ने कुरा आउँछ। त्यसैले हामीले अब चुज गर्दाखेरि अहिलेसम्म हामीहरूले भोट हालेका पार्टीहरूले के गरे त, के तिनीहरूको बाचा थियो त, के गर्न सके त भन्दाखेरि हामीहरूले तिनीहरूबाट त केही आशा गर्न सकिँदैन। 46 सालदेखि अहिले 82 सालसम्म आइपुग्दाखेरि के देखियो त हामीले यो होइन। यत्रो समयमा, यो 32-33 वर्षको समयमा हामीले के देख्यौँ त? केही पनि देखेनौँ, उपलब्धि केही पनि देखेनौँ। त्यसैले अब हामीहरूले पुरानालाई होइन भोट, यी पुरानाबाट केही छैन। काङ्ग्रेस, एमाले, माओवादी यिनमा भोट हालेर खेर फाल्नेर काम छैन। अब अहिले भनेको नयाँ केही गर्छु भनेर आएका युवा दस्तासहितको, युवा शक्तिसहितको पार्टीहरूमा पनि अहिले रासपा अगाडि छ। र रासपालाई नै एकचोटि हामीहरूले चान्स दिनुपर्ने हुन्छ। र रासपामा डक्टरहरू, इन्जिनियरहरू होइन, बौद्धिक व्यक्तिहरू, युवा जमातहरू सबै छ। युवा जोस र जाँगरले नै अब हामीहरूले एउटा देश बनाउनु पर्ने हुन्छ। युवाहरू नै देश बनाउनु अभियानमा लाग्नको लागि एकचोटि सबैले आफ्नो पार्टी छोडिदिनु। अहिले एकचोटिलाई जग बसाल्नको लागि सबै आफ्नो ठाउँबाट जहाँ रहे पनि भोट मात्र, मत मात्र बदलौँ, एकचोटि बदलौँ र हेरौँ अघिको सरकारहरूले, अघिका पार्टीहरूले भन्दा यिनले के गर्छन् कि हेरौँ। पुरानोबाट आशै छैन। अब नयाँलाई एकचोटि चान्स दिउँ। सबैले घन्टीमा भोट हालौँ र घन्टीमा भोट हालेर एउटा भोट हाल्दै गर्दाखेरि पुराना पार्टीहरूलाई पनि एउटा सचिएर आउने वातावरण बन्छ। पुराना आफ्ना जुन आस्थावान पार्टीहरू हुन् तिनीहरूलाई पनि सुधार्नको लागि पनि तपाईँहरूले एकचोटि भोट घन्टीमा हाल्नुहोस्। म पनि घन्टीमा हाल्छु मनबाट, तपाईँहरू पनि मनबाट र नेपालमा भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले घन्टीमा भोट हालेर परिवर्तनको पक्षमा अगाडि बढ्नुहोस् भन्न चाहन्छु। हस्त नमस्ते। मन परे लाइक, सेयर, कमेन्ट गर्नुहोला। यसलाई सबै समक्ष पुर्याउनु होला। धन्यवाद।